यो चाहिँ हाम्रो पानी धारा। अब यहाँ अलिकति पानी बिग्रेको अवस्थामा म यहाँनिर आइरहेको छु होइन। हाम्रो चाहिँ के गरिन्छ भनेदेखि चाहिँ यो पानी धारालाई यहाँ माथिपट्टिबाट हो यो सफा गर्ने बेला भएछ फेरि यहाँनिर के भइरहेछ। यो पाइप हो यहाँनिर जाली लागेको छ पानी आएर सर्वमा यसो गरेर चाहिँ राख्नुपर्ने हुन्छ कि यहाँ पानी लुचिहाल्छ त फेरि। यतिखेर त अब खोला बर्खा लाग्दैछ होइन, तर पनि यस्तो छ साह्रो। तर यहाँनिर हेर्नु अहिले यो एउटा यो पाइप एउटा यो ट्याङ्कीमा एउटा अझै म यहाँ देखाउँछु है त। मान्छेलाई पानीको चाहिँ कतिको जरुरत पर्छ हेर्नु त। यहाँ पाइप यस्तो है पानी भन्ने कुरा चाहिँ। पानी छैन र पनि हेर्नु माथिबाट अलिअलि आएको छ, मुनि साँच्चै बनाएर उठाएको छ। के गर्ने, पानी सबैलाई चाहिन्छ। यो ठाउँबाट नपुगेर अर्को ठाउँबाट पनि लिएर गएछ पानी चाहिँ हो यताबाट पनि। यत्रो बेसी पानी हुन्थ्यो यहाँनिर, अफसोस त के गर्ने। यो रोड आएपछि झामझुम पानी पनि सुकेर गयो। पानी के खाने हो, यही पाराले हो भनेदेखि चाहिँ पानी पाउनु मुस्किल पर्छ है त साथी हो।